हेलो साथीहरू, आज चाहिँ म र मम्मी 4:30 बजे उठेर तयार भएर जगिङको लागि हिँडेको। आज चाहिँ बिहानै हिँडेको किनकि दिउँसोतिर घाम लागेर कहीँ पनि हिँड्न सकिँदैन। यहाँ धेरै गर्मी छ दिउँसो त। अनि अगाडि मम्मी हिँड्दै हुन्छ, बाटोहरू पुरा खराब छ, अलिअलि बिग्रेको छ। के गर्नु, हाम्रो त्यो त यस्तै छ। यहाँ आन्टीहरूले सरसफाइ गर्दै हुनुहुँदो रहेछ बिहान बिहानै। अनि हामी चाहिँ गएर यता हामी चाहिँ बाटोतिर हिँड्दा अलिअलि भिडियोहरू बनायो। मम्मी चाहिँ हिँड्दै हुनुहुन्छ अनि म चाहिँ फेरि पछाडि यसो भिडियो बनाउन थालियो। यहाँ मन्दिर चाहिँ एउटा, अनि मम्मी चाहिँ अगाडि हिँडिराख्नु भएछ। अनि मलाई चाहिँ भन्नुभयो म अहिलेसम्म छु, तिमी पनि जाऊ भिडियो बनाउनु दिन्छु म भन्नुभयो। म चाहिँ खुरुखुरु गएर यसो उभिएको जस्तो गरियो मन्दिरमा। अनि हामी चाहिँ गेट अगाडि आइपुगिसकेको थियौँ। गेट अगाडि मन्दिर थियो। अनि गेटमा मम्मी अगाडि छिर्नुभयो, इन्ट्री भयो। यहाँ चाहिँ 7 बजीसम्म खुल्लै हुन्छ। हामी आइपुग्दा त घाम झुल्किन लागिसकेको छ। अहिले चाहिँ मान्छेहरू धेरै छैन, अलिअलि हिँड्नुहुन्छ। अनि मम्मीलाई भने कि भिडियो गरिदिन्छु हिँड्नु भनेर। अनि उतामा चाहिँ माछा उभिरहेको रहेछ। हामी फोटोसोटो अलिअलि खिचियो, भिडियो पनि बनाइयो। एउटा हिँडेको दुबुमा हिँडेको। अनि यतातिर चाहिँ मान्छेहरू, अनि हामी बस्दा मान्छेहरू भिड हुन थाल्यो। अहिले चाहिँ पुरा मान्छेहरू आइसक्यो।